विगत 4-5 वर्षमा अभिनेत्री शिल्पा पोखरेलको जीवनमा ठूलो उतार चढाव देखियो। उनले पूर्वपति तथा निर्माता छविराज ओझासँग लामो समय कानुनी लडाईँ लड्नु पर्यो। अन्ततः केही महिना अघि उनीहरूको मुद्दा किनारा लागिसकेको छ। पूर्वपति ओझाबाट सम्पत्तिको रूपमा गुहेश्वरीको घर लिएर अहिले उनी एक्लो जीवन बिताइरहेकी छन्। यो बीचमा उनी ओशो सन्यासी पनि बनिन्। पूर्वपति ओझासँग कानुनी लडाईँ सुरु भएपछि शिल्पाले कुनै पनि नेपाली फिल्ममा काम गरेकी छैनन्, बरु केही भोजपुरी फिल्ममा काम गरिन्। अब उनी नेपाली फिल्म गर्ने मनस्थितिमा देखिएकी छैनन्। हालै अभिनेत्री करिश्मा मानन्दरको घरमा होली मनाउन पुगेकी उनले सञ्चारकर्मीहरूसँग कुराकानीमा नेपाली फिल्मप्रति रुचि नै नभएकाले प्रस्ताव आउँदा समेत विभिन्न बहाना बनाउने गरेको बताइन्। उनले भनिन्, अहिले मलाई नेपाली फिल्मप्रति रुचि नै छैन। एउटा नेपाली फिल्म त रिलिज हुन बाँकी छ, भोजपुरी फिल्म समेत 2वटा रिलिज हुन बाँकी छ। अहिले नेपाली फिल्मतिर चाहिँ रुचि नै छैन भन्दा हुन्छ। साँच्चै रुचि छैन, मनै मरेर आएको जस्तो भइरहेको छ। फिल्मबाट प्रस्ताव आउँदा पनि अर्को प्रोजेक्ट गर्नु छ भनेर टार्छु। मलाई फिल्मबाट टाढै बस्न मन लागेको जस्तो भइरहेको छ। शिल्पाले अब नेपाली फिल्ममा काम नगर्ने सङ्केत समेत गरेकी छन्। उनले भनेकी छन्, फिल्म गर्नलाई प्रोडक्सन हाउस राम्रो हुनु पर्यो, राम्रो स्क्रिप्ट लेख्ने मान्छेबाट अफर आउनु पर्यो, एकपटक स्क्रिप्ट चाहिँ सुन्नु पर्ला भन्ने समेत लागेको छैन। सायद बीचमा मन नभएर पनि होला र मैले सोध्न पनि चाहिन। अब बिस्तारै बिस्तारै मन लाग्छ कि, तर अब मन लाग्छ जस्तो चाहिँ लाग्दैन। म्युजिक भिडियो हुँदै लज्जाबाट फिल्ममा डेब्यू गरेकी शिल्पाले त्यसपछि हवलदार, सुन्तली, किस्मत 2, मङ्गलम जस्ता 1 दर्जनभन्दा बढी फिल्ममा काम गरिन्। उनको एउटा फिल्मको आर्य प्रदर्शन हुन बाँकी छ, जुन 4-5 वर्ष अगाडि नै निर्माण भएको थियो। उनले जयशम्भु, प्रेमगीत 2 जस्ता भोजपुरी फिल्म समेत गरेकी छन्। बुझिएअनुसार उनी अब भोजपुरी फिल्ममा मात्र काम गर्ने योजनामा छिन्।